I would like to now request our team to do the preparation tasks as soon after we are about to have the valuable remarks from our Honorable Minister, Chief Guest of this event. Please do the preparation tasks as required. With great gratitude, I would now like to request our Honorable Minister, Ministry of Urban Development Chief Guest for this session, Mr. Bikram Pandey, to grace this event with his valuable insights and further guidance. धन्यवाद. सबैलाई नमस्कार. Everybody, good morning. इस कार्यक्रम का सभापति शहरी विकास मंत्रालय का सचिव सुरेश आचार्य जी, राष्ट्रीय योजना आयोग का सचिव केवल प्रसाद भण्डारी जी, नेपाल का लागि जापान का महामहिम राजदूत युता का किकुता जी, यूएन हैबिटेट एशिया र प्रशान्त क्षेत्रीय कार्यालय का ब्रुनो डिकोन, विभिन्न देश का विशिष्ट अतिथिज्यूहरू, भूमि सुधार यातायात र पर्यटन मन्त्रालय, जापान सरकार का प्रतिनिधिज्यूहरू, विषयगत विज्ञहरू, सरकारी पदाधिकारीहरू र उपस्थित महिला तथा सज्जनवृन्द, साथै भर्चुअल माध्यमबाट जोडिनु भएका सम्पूर्ण महानुभावहरू, नेपाल सरकारको शहरी विकास मन्त्रालय, जापान सरकारको भूमि पूर्वाधार यातायात तथा पर्यटन मन्त्रालय र यूएन हैबिटेटको सहकार्यमा एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना भन्ने नारा सहित स्पेटियल प्लानिङ प्लेटफर्मको 5औं सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउँदा म अत्यन्तै खुसी छु. यो कार्यक्रम नीति निर्माताहरू र नगर योजनाकारहरूलाई शहर सुधार गर्ने परियोजनाहरू अझ प्रभावकारी र वैज्ञानिक रूपमा योजना तयार गर्न तथा कार्यान्वयनमा सहयोगी हुने मेरो विश्वास छ. हालका वर्षहरूमा जलवायु परिवर्तनको विनाशकारी प्रभावहरू हाम्रा शहरहरू र समुदायहरूमा बढेर गएका छन्. यसरी बारम्बार र गम्भीर प्राकृतिक प्रकोपहरू, बढ्दो समुद्री सतह र बढ्दो तापमान जस्ता विषयले मानव जीवनमा ठूलो समस्या भित्राएको छ. विश्वले अभूतपूर्व वातावरणीय परिवर्तनको चुनौती सामना गरिरहेको छ. हाम्रा शहरहरू र समुदायहरूको लागि दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरूको खोजी गर्नु आजको चुनौती हो. स्पेटियल प्लानिङको अवधारणा कार्यान्वयन हुँदा भौतिक, सामाजिक र वातावरणीय पक्षको विकासमा समन्वय गर्छ भन्ने मान्यता छ. स्पेटियल प्लानिङको लक्ष्य भनेको सबै तहका सरकारका बीच समन्वय गरी एकीकृत र दिगो विकास सुनिश्चित गर्नु हो. नेपालले दिगो विकास लक्ष्यहरूमा अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको छ. जलवायु परिवर्तन सम्बन्धित पेरिस सम्झौताको पक्षमा हुनका साथै हरित गृह ग्यास उत्सर्जन घटाउने प्रतिबद्धता पनि हो. नेपालले गरेको प्रतिबद्धताहरूलाई कायम राख्न यस सम्मेलनले नीति निर्माताहरू, शहरी योजनाकारहरू, शिक्षाविदहरू आदिलाई सहयोग पुर्याउने छ. हामीले जलवायु परिवर्तनले समाजमा पर्ने प्रभावलाई सम्बोधन गर्न राष्ट्रिय अनुकूल योजना पनि बनाएका छौं. यो योजना जलवायु परिवर्तनका असरहरूप्रति अनुकूलन गर्ने क्षमता बढाउनमा केन्द्रित छ. शहरी योजना क्षेत्रका उत्कृष्ट
अभ्यासहरू र चुनौतीहरू पहिचान गरी एकीकृत र जलवायु उत्थानशील सहरहरू निर्माण गर्नु आजको आवश्यकता हो। नेपालमा 1960 को दशकदेखि पञ्चवर्षीय आवधिक योजनाबाट क्षेत्रीय योजनाहरूको सुरुवात भएको थियो। यो योजना तयार गर्दादेखि नै हामीले राज्यको सबै भूभाग समेट्ने गरी क्षेत्रीय सन्तुलित विकासको अवधारणा तयार गरी कार्यान्वयन गरियो। प्रथम चरणमा 3 वटा मुख्य जलाधार क्षेत्र विचार गरी क्षेत्रीय अवधारणा तयार गरियो भने पछि 4 र 5 वटा विकास क्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याइयो। यो क्षेत्रीय अवधारणाबाट प्रशासनिक र राजनैतिक रूपमा समेत विकास अवधारणा रूपान्तरित भएको छ। यो नै स्पेशल प्लानिङ मोडलको एउटा सशक्त रूप हो। नयाँ सहर विकास अवधारणा शहरी करिडोर र शहरी पूर्वाधार विकास तथा शासकीय क्षेत्र जस्ता नयाँ कार्यलाई सुरु गर्दा समेत नेपालको सबै भूभाग समेटेर योजना गर्ने गरिएको विषय यहाँ उल्लेख गर्न मनासिब हुन्छ। हाम्रा सहरहरूको सामना गरिरहेका महत्त्वपूर्ण मुद्दाहरूमा यस सम्मेलनमा फलदायी संवादमा संलग्न भई हाम्रा सहरहरू आजका लागि मात्र नभई भोलिका लागि निर्माण भएका छन् भनी सुनिश्चित गर्न हामीले मिलेर काम गर्नुपर्दछ। विभिन्न देशका विज्ञहरूलाई सँगै ल्याएर दिगो सहरीकरण बारे ज्ञान र सूचनाको आदान प्रदान, नयाँ सहकार्य साझेदारीका सम्भावनाहरू छलफल गर्नु साथै हामीले सामना गर्ने जलवायु परिवर्तन लगायतका जटिल चुनौतीहरूको नवीनतम समाधानका उपाय विकास गर्नु सक्नुपर्नेछ। यो सम्मेलनले शहरी विकासका विभिन्न आयाम र दृष्टिकोणहरू प्रस्तुत गर्नेछ र नेपालका सन्दर्भमा यी आयाम र दृष्टिकोण कसरी लागू गर्न सकिन्छ भन्ने बारे पनि पथ प्रदर्शन गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यो छलफलबाट प्राप्त सिकाइ र ज्ञानले जलवायु परिवर्तनलाई आत्मसात गर्दै अनुकूल योजना तर्जुमा, शहरी विकास नीति तथा ऐन तयार गर्न र दिगो शहरी विकासको लागि मार्ग प्रशस्त गर्नेछ भन्ने मेरो विश्वास छ। यस सम्मेलनले नेपालका संघ प्रदेश र स्थानीय सरकारमा समतामूलक शहरी विकासलाई प्रवर्धन गर्ने आवश्यक पर्ने विषयमा दिशा निर्देश गर्नेछ। यस सम्मेलनले भविष्यमा एकीकृत दिगो र जलवायु उत्थानशील सहर तथा बस्तीहरू निर्माण गर्न एकअर्काबाट सिक्ने अवसर प्राप्त गर्नेछ। साथै हाम्रा सहरवासीका लागि एकीकृत र जलवायु अनुकूल भविष्य निर्माण गर्न सहयोग गर्नेछ भन्ने विश्वास छ। जापान सरकारको भूमि पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र UN हाबिटेट एसिया र प्रशान्त क्षेत्रीय कार्यालयलाई स्पेशल प्लानिङ प्लेटफर्मको 5औं संस्करणको सम्मेलन नेपालमा आयोजना गर्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद दिँदै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु। हस्त, धन्यवाद। Thank you, Honorable Minister, Ministry of Urban Development, Nepal, Chief Guest, for insightful remark and guidance. Once again, on behalf of the organizing team, we express our great gratitude and feel privileged to have your presence here as a Chief Guest in the inauguration session of the International Conference Special Planning Platform 2023.